म चाहिँ यहाँ खानु लागेको सुँगुरको मासु पकाएको थिएँ नि त। पछि खाइन्छ कि अरे। छोरी खानुपर्छ नि त। ल अझै ठुलो खर्सानी भन्छ। सुँगुरको मासुसँग भात खानु मिठो हुन्छ हौ। दामी। मिठो हुन्छ सब्जी। बनाएको मैले यसरी बनाउनु पर्छ क्या। साग लगायो, के पनि लाउनु हुँदैन, मरमसला, जस्ट अदुवा लसुन पेस्ट, नर्मल।